अनि आमा भनेर सोध्नु पनि छैन काम गरी के गर्दैछ यसको काम के हो यतिखेरसम्म चिया खान पाउनु छैन बुढा आमा लिनु मैले चिया ल्याएँ यो यतिखेर चिया कतिखेर खाएर अन्त मैले गर्नु तेरो चिया तै खा काम न काज कि यो यतिखेर चिया लिएर दिन्छु खान जसले लु खा तँ अब चिया के खानु चिया खानु भयो तेरो बुढीले चिया लिएर गर्नु खानु त सोध्न त हल्का आएको छैन के खानु चिया यतिखेर भइसक्यो के को चिया खानु ए हुन्छ नरिसाउनु त म भन्छु नि म लिएर आउँछु है बुहारी भ्याइन होला ऊ पनि बिहानभरि काम गर्नुपर्छ पूजा सुजा गर्दा ढिला होला किन रिसाउनु त ल्याउँ चाहिँ अनि त म यस्तो भनेर बुढी मान्छे खानु परेन के हो अहिले आमा छ के मैले देखेर तिमीलाई है बुढाबुढी चिया लगेर दिएको नि हात पोलिदिनु भयो ठिकै छ बुढाबुढी मान्छे त्यस्तै हो है अब जति बुढाबुढी हुँदै गयो अब त्यस्तै हुँदै जान्छ नि त के भन्नु आमाले कतिसम्म सम्झाउँछ अझै पनि है झन् रिसाउनु थाल्नु भयो है जति गरे त्यही भएर क्या कति काम गर्छु कति चिया लगाएर के खायो भनेर सोध्दैन म सम्झाउँछु गाली गर्नु अब त्यस्तै त हो नि अब बुढाबुढी भएपछि फेरि बच्चा जस्तो हुन्छ नि है त्यो नगरौँ है म सम्झाउँछु के भन्नु मैले पनि बुझेको छु अब बुढाबुढी मान्छेलाई केही भन्नु चित्त दुखाउला केही भन्नु नि नमिल्ने है कस्तो गाह्रो छ म सम्झाउँछु नि त है अब आफ्नो है म सम्झाउँछु ल आमालाई सम्झाउँछु है के हो त्यो ऊ छ त्यो औषधि छ यस्तो शीतल हुँदैन त्यो हात पोलेछ नि त हात पोलेको रहेछ त्यो औषधि ल है ल औषधि उ गरेर ल्याउँछ त्यो कपासमा हालेर है म सम्झाउँछु आमालाई